in the sky, gazing far into the night. I raise my hand to the fire, but it's no use, 'cause you can't stop it from shining through. It's true, baby, let the light shine through. If you believe it's true, baby, won't you let the light shine through for you, for you, for you, for you, for you, for you, for you. AK Gibson हैन उहाँ चाहिँ हिमालयन रोडिज सिजन 5 विनर सञ्जीव राई विनर अफ हिमालयन रोडिज सिजन 5 सिजन 5 हो है खासमा चाहिँ अहिले 6 7 चलिरहेको छ उहाँले अब 8 आउँदैछ कतिले इन्ट्रेस्टेड हुन्छ भने जाने हो त्यहाँ Racing presents Himalaya Roadies Season 5 Power of 5. Power of 5. कहिले हाँसो भयो कहिले खुसी भयो कहिले इन्जुरी भयो कहिले रमाइलो पनि भयो हामी दुईजना फाइनलिस्ट ग्रिन टिमबाटै हो लाउरे दाई हैन लाउरे दाई एकदमै खुसी हुनु कल बोक्न आउँछ नि डोको जाम जाम देखेर जाम जाम हाल त्यही हो अगाडि हाल्ने पछाडि हो अर्को हाल त्यसपछि सुई हिँड्नु थाल्यो मेरो पालो होइन त्यहाँनिर अब त रनिङ गर्ने त स्थितिमै थिइनँ किनभने त्यति बेला एकदमै थाकिसकेको थियो चिप्लो छ यहाँ अनि माथि बल्ल 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 त्यो बाइक बनाउनु टायर जुन टायर मैले ल्याएको थिएँ र जुन टायरलाई फिट गर्ने सामानहरू ल्याएको त्यसको युज थियो त्यहाँनिर छाया बन्द ल ल ल के भन्नुपर्ने भन न अब तिम्रो भ्लग हैन फेरि चिन गरौ ल ठीक छ है म खोटाङबाट हर्छु जाम है म चाहिँ क्युबिनदेखिको ताप्लेजुङबाट है ताप्लेजुङबाट अनि चाहिँ हुम्लाबाट हुम्लाको हिमी अल द वे फ्रम हुम्ला अहिले चाहिँ ल ठीक छ भेटेर खुसी लाग्यो के रे हुम्लाको खोटाङ फेरि मेरो पनि तिमीलाई चिन्छ ठाउँबाट ल दाजुभाइ नि त अलि भइसक्यो खोटाङै हान्छ सबजनाले यसो लाइक कमेन्ट हाम्रो च्यानलले लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला के ब्लग हर्स चाम्लिङ हर्स कि हर्स है भेटेर खुसी लागिरहेछ है आज चाहिँ हामी विशेष गरी यो के अरे यो ग्यादरिङमा हैन त्यस्तै हैन खुसी मान्नुपर्छ के अरे यो ठाउँको नाम मूलखर्कमा आएको छौँ काठमाडौँदेखि लगभग यो कति किलोमिटर टाढा 2 किलोमिटर टाढामा आएको छौँ आज चर्चा आज सबै ब्लग आउँछ यही च्यानलमा सब्स्क्राइब फेरि हाम्रो भान्जा चाहिँ मेहनती त मेहनती रहेछ है भोलिपछि अब टक्क भान्जी नानी आएपछि होइन टक्क ढिँडो चाहिँ चाहिने कसैलाई ढिँडो खान मन छ अब कोही भान्जीहरूलाई हो भने भाग्य मानी भान्जी हुनुहुन्छ भने टक्क सम्पर्क राख्न सक्नुहुन्छ है त्यहाँ मुनि लिङ्कहरू राख्छ साँच्ची भान्जाको युट्युब च्यानलको नाम भनिदिनु पर्यो उहाँको युट्युब च्यानलको नाम चाहिँ अनिल सी राई छ है सबजनाले सब्स्क्राइब पनि हान्दिनु होला अनि सेयर सब्स्क्राइब गर्न सक्नुहुन्छ त्यसमा हाम्रो भिडियोहरू हाम्रो त्यहाँनिर घुमेको भिडियो सबै देख्न सक्नुहुन्छ ठिक छ नि भाइ ठिकै छ अङ्कल होइन है सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई एनदर ब्लग अनि धेरै दिनपछि ब्याक भयो युट्युबतिर आज चाहिँ खास गरी साजन दाईको बिहेको पार्टी टाइपको है अनि त्यही हो अनि रमाइलो गर्दै आज हामीसँग दाईहरूको ग्याङमा है हाम्रो साजन दाईको बिहेको पार्टी आज त्यही त होइन त के भन्नु न दुई शब्द के भन्नु दुई शब्द यहाँ माथि डाँडामा आएको अनि त्यही हो रमाइलो गर्नुपर्छ चिल गर्नुपर्छ है चिल गर्ने ठाउँ छ यताउति भन्नु न अस्ति त बोल्नु भइरहेको थियो त
त्यही हो रमाइलो गर्नुपर्छ अब भाइलाई सपोर्ट गरिदिनु होइन आज चाहिँ हामीले अर्ग्यानिक भालेहरू है काटेर यहीँ आफूले बनाएर टक्क पारामा अचार सचार पिनेर ल्याम्म ल्याम्म हान्नेवाला छौँ साथीहरू त्यही हो अनि धेरै दिनपछि ब्याक भयो भ्लगमा चाहिँ त्यही हो सबले माया देखाउनु होला अनि के कस्तो हुन्छ तपाईँलाई म देखाउँदै गर्छु लास्टसम्म बनेर हेरिदिनु होला दर्शकबिन हेर्न सक्नुहुन्छ यसको नाम पाहा भन्छ है तर भेगुता चाहिँ होइन एउटालाई 500 है पाहा आयो एउटालाई 500 मा पायो पाहा आयो एउटालाई 500 मा पायो हाम्रो हरि भाइ चाहिँ आगो बाल्ने एक्सपर्ट हो हाम्रो दुईवटा चुलाबाट खाना बन्ने भइरहेछ साथीहरू दर्शकबिनहरू अनि भिडियोमा कन्टिन्यू भएर हेरिदिनु होला माया देखाउनु होला त्यही हो अनि के गर्छु हामीहरू सब तपाईँहरूलाई देखाउने छु अनि अहिलेलाई यति भन्दै अहिले यहाँबाट छुट्छु ल एकछिनमा भेट्नुपर्छ राम्रो छ ठाउँ चाहिँ होइन दाइहरूको जक्सन हो अड्डा मतलब चिल गर्नलाई चाहिँ यतातिर आइरहन्छ दाइहरू साथीहरू म माथिबाट तपाईँहरूलाई भ्यू देखाउने छु है त्यही हो आज हाम्रो खोटाङ्गे ग्याङ पुरै छ भनौँ होमिज हाम्रो आफ्नै खोटाङको दाजुभाइ अनि त्यही हो अनि यहाँबाट हेर्न सक्नुहुन्छ दामी भ्यू चाहिँ यस्तो छ वन जङ्गल छ है शान्त छ अनि यो लोकेसन चाहिँ सुन्दरी जलदेखि माथि हो अनि त्यही हो हामी यतातिर आइरहन्छु हप्तामा एकचोटि रमाइलो छ ठाउँहरू है साथीहरू दामी छ वरिपरि यस्तो छ सिले गरेको छैन त यहाँ त्यस्तै हो कि दाइ के यो चलाइरहेको पाकेको छ यार यो त दामी हुन्छ यार के चाहिँ हो किम्बु भिडियो गर्दै आउनु त भिडियो भ्लग गर्ने भने हिमाल सर मेरोमा स्पेसै छैन यार सर कसम एउटा छोटो त्यो काल एकछिन तपाईँ यहाँदेखि गएको हाल्नु ओ केटा हो माल यता छ अर्को भोट के हो त्यो त झ्याम्बो हेर्नु पर्यो नि ल सर हजुर यो चाहिँ औषधि है सर हाम्रो चाहिँ औषधि हो के म तपाईँको त अब लाइको बेरी क्या दोस्त ए काले टाइट हुँदैछ केटाहरू है देखाउनुहोस् है यो मालहरू चाहिँ होइन जापाती पाउने चिज होइन हाम्रो घर त वाइड आउँछ धेरै खान्छ हुँदैन फेरि बिहान नि थाहा छैन मलाई पनि ल्याऊ एक
अर्ग्यानिक है केटाहरूले टिपेर लिएर छ हामीलाई दोस्त लाऊ दोस्त यो तर यो धेरै खायो भने छेरपाटी पनि लाग्छ अरे हो यो हो दा यो के छ यो यसको यो के छ गुने यसके झर्छ क्या राताले धेरै खायो मैले चाहिँ धेरै खाएको छैन कि ए यो त पुरै गुने यसके आउने क्या साँच्ची हो जमुना चाहिँ थाहा भएन गङ्गा हुन्छ दामी छ है ठाउँ चाहिँ तपाईँहरू पनि आउन सक्नुहुन्छ खै भन्छ भनिदिनु पर्यो यो ठाउँको यो ठाउँ बारेमा चाहिँ अब मूल खर्का भन्छ हामी त हामी त 5-6 चोटि भइसक्यो कहिले अब आउँछौँ हामी यसो सिजनमा बेला मौका हामी फ्रेस हुने हुनु मन लाग्दाखेरि चाहिँ मैले अलिकति भ्लगमा बढाइ चढाइ भने कि हप्ताको एकचोटि हामी यहाँ आइरहन्छु रेकै ठिकै छ अहिले चाहिँ किनभने यहाँ आउनको लागि के पनि राम्रो भयो भने पहिला चाहिँ हामी आउँदा 1 वर्ष अगाडिसम्म चाहिँ बाटो एकदम अलिक खराब थियो अहिले चाहिँ पिच भएछ पिच ढलान भएछ आउँदाखेरि सबैजना आउँदाखेरि हुन्छ नजिकै काठमाडौँ मात्रै 2-3 किलोमिटर मात्रै होला यहाँको फेरि यो घरको हाम्रो आमाहरू देखाउनु भयो देखाएको छैन आमाहरू अङ्कलहरू पनि एकदम फेरि फ्रेन्डली हुनुहुन्छ भिडियोहरू चाहिँ अलिकति अल्छी लाग्यो छोडिरहेछ अब मैले पनि छोडेको तर आज चाहिँ विशेष भन्दाखेरि हाम्रो साजन दाईको भनेर यादगासको लागि होइन टक्क राख्नुपर्छ बनाउनु पर्छ सम्झना हुन्छ कि सम्झना पछि हेर्दाखेरि रमाइलो लाग्छ एउटा जान्न जाने एउटा कुरा भयो तर पछि गएर हेर्दाखेरि रमाइलो लाग्छ पहिला यस्तो थियो भनेर यस्तो टाइपको सरहरूको यो एकचोटि फ्लेक्स गर्नु पर्यो क्या भ्लगको लागि अब उहाँ चाहिँ हाम्रो कति 200 किलोसम्म उचालिसक्नु पर्छ उहाँ चाहिँ हिमाल मत तपाईँ के कतिवटा गोल्ड मेडल्स के काउन्ट गरे नि हेर्छ उहाँले चाहिँ इन्टरनेसनल लिफ्टिङ भन्छ होइन उहाँले भाग लिइसकेर तल फेरि माल खजना त्यो भने माथि को खाएको तल खजना लात्ता लाग्यो ठिक छ अनगिन्ती भयो जस्तो भन्नु त फेरि यार गोल्ड मेडल हो काउन्ट गरे नि सर उहाँको चाहिँ आफ्नै जिम छ होइन तपाईँको हैन हो सर ब्रान्च म्यानेजर हो सर उहाँ चाहिँ ब्रान्च म्यानेजर हो एउटा हाम्रो हुनुहुन्छ सञ्जीव राई एक जिप्सन होइन उहाँ चाहिँ हिमालयन रोड सिजन 5 विनर सञ्जीव राई विनर अफ हिमालयन रोड सिजन 5 हो है खासमा चाहिँ अहिले 6-7 चलिरहेछ उहाँले चाहिँ कतिले नसेज हुन्छ भने जाने हो त्यहाँ सिजन 5 को विनर होइन सिजन 5 को विनर हुनुहुन्छ के चाहिने क्वेसनहरू सोध्नु पर्यो रोडित सम्बन्धित पनि उहाँलाई यसो पर्सनली मेसेज गर्न सक्नुहुन्छ है द सञ्जीव राई गर्नु परेन र्याप पनि खतरा हान्नुहुन्छ अरे हो म्युजिक भिडियोहरू पनि एउटा र्याप पनि जाओस् एउटा र्याप पनि जाओस् धेरै भयो अहिले अफमा सङ्गीतवाला त फिल चाहियो नि होइन चाहिन्छ यस्तैमा हो गाउने त्यो माउस पाइन्छ क्या त्यसमा नि र्याप होइन यस्तैमा र्यापको ध्यान र्यापको लागि तपाईँको बेलुका हुनु पर्छ मेरो अघि राइनिसँग कति लिप गर्छ भनेर बदला लिँदै हुन्छ अब खाना खाने बेला भेट्नुपर्छ रमाइलो त त्यस्तै भइरहेको हुन्छ है सबजनाले हेरेर मन पराइदिनु होला अहिलेलाई छुट्टनु बाई बाई मलाई हुन्छ झोल मात्रै हालिदिनु नि दुई प्लेट चिकन हनाएको भातसँग एउटा भातसँग होइन भन्नु मैले त कहाँ चिकन त तपाईँले हाल्नु हाम्रो त भने त साथीहरू खानासाना खाइसकेपछि पचाउनु पर्छ त्यही हुनाले हामी अलिकति हाइकिङ गर्दै होइन साधन दाइ यतातिर हेर्नु न है हाइकिङ गर्दै हिँड्दैछु अब खाना त अब खाएपछि डम्म पचाउनु पर्यो त्यसको लागि हिँड्नु परिरहेछ होइन दाइ होइन दाइ अनि यो चाहिँ हामीले पानी लगेर हिँड्दैछौँ किन भन्दाखेरि ग्रुपमा सबभन्दा सानो भनेको मै हो अनि मैले नै बोक्नुपर्छ है गाइस हेर्नु न क्या दामी यो त गाजा खेती पो हो खै त आउँदै आएको छैन के गर्दै बसिरहेको छु हेरौँ है ल ठिक छ है दामी छ है हाइकिङ गर्नलाई यो ठाउँ अनि वेट हेर्न सक्नुहुन्छ यो रोपेको हुन्छ कि दाइ आफै फुल्छ हो
आफै झरेको है। अनि अहिले चाहिँ हामी खोलातर्फ गइराखेको छौँ साथीभाइहरू, त्यही हो। अनि अब खोलातिर गएर इन्जोय गर्नेछौँ, के कस्तो हुन्छ तपाईँहरूले भिडियोको मार्फत देख्नु भइहाल्छ। त्यही हो। अनि भिडियोमा लास्टसम्म बनेर है हेरिदिनु होला, स्किप नगर्नु होला। तपाईँले स्किप गऱ्यो भने रमाइलोहरू सब गइहाल्छ क्या, नगर्नु होला। त्यही हो। यति हो मेरो 2 शब्द यहीँ टुङ्गाउँछु। अब खोलातिर भेट्नुपर्छ है। ल अब लाग्यो हामीहरू, बाई बाई। मिलम फाइनली साथीहरू हामीहरू आफ्नो गन्तव्यमा आइपुग्यो। अनि टक्क हेर्न सक्नुहुन्छ है तिनीहरू के गर्नु चाहिँ हेरौँ है। 2 जना के र 2 जना देखिरहेछ। अनि हामी आफ्नो डेस्टिनेसनमा पुगिसक्यो। अनि त्यही हो साथीहरू, गर्मी पनि लास्ट भयो, ज्याकेट स्याकेट जम्मै खुलाइदियो। हामी ठनक ठनक पार्दै आइरहेछ। फाइनल्ली साथीहरू हामीहरू चाहिँ आफ्नो लोकेसनमा आइपुगे। लोकेसन भन्दाखेरि गन्तव्यमा आइपुगे। टक्क यो यस्तै छ भाइब्स है, रमाइलो छ। यस्तो हेर्दाखेरि घना जङ्गलहरू पनि दामी दामी छ है। त्यही हो, फाइनली आइपुग्यो। अनि भिड भइरहेको छ उतातिर, मान्छेहरू यति धेरै आउँछ कि हाइकिङ गर्ने यतातिर। त्यही हो, अहिले चाहिँ हामी हाइकिङ गर्न लागेको। अनि त्यही हो साथीहरू। अनि भिडियो के कस्तो लाग्यो भनिदिनु होला हामीलाई कमेन्टमा होइन, लाइक कमेन्ट गरिदिनु होला। त्यही हो। अनि साजन दाइ आजको दिन कस्तो भयो? रमाइलो भयो? रमाइलो भयो नि। अलिकति हाइकिङ गरेको है साथीहरू, हिँडेको। अलिकति स्वास्थ्यलाई पनि ख्याल राख्नुपर्छ, तपाईँहरूले पनि राख्नु होला। त्यही हो, माया चाहिँ सबैलाई मनदेखि नै। अनि यति नै भनेर छुटौँ है अहिले चाहिँ। अनि एकछिन हामी यहाँ बसेर अनि त्यसपछि तल गएर भेट्नुपर्छ। अहिलेलाई छुटौँ, बाई बाई।